दिशाहीन समयको प्रेरणा। फेरि बादल बन्नु वर्षनु र तय गर्नु एक कठोर यात्रा। त्यो मन्जुर छैन समुद्रका थोपाहरूलाई। काकाकुल व्याकुल भएर चिच्याइरहेको छ मरुभूमि आफ्नै प्यासमा हरेक रात चिस्सिरहेको छ। अब धैर्य छैन क्रान्तिको लामो यात्रा पार गर्ने। एक सुनामी सबैको आँख भिजाउन मात्र एक सुनामीको खाँचो हो यो समय। त्यो समय खोजिरहेछ पानीमा आफूले हेरेका पैतालाहरू, हावामा छाडिआएका आफ्ना उपस्थितिका महकहरू निहालिरहेछ सुदूर क्षितिजबाट कलिला घामका किरणहरू। यात्रा सुरु गर्नु अगावै गन्तव्य देखिने बाटो कुन हो? यात्रा सुरु गर्नु अगावै गन्तव्य देखिने बाटो कुन हो? सुमी सदा पनि आकाशको उचाइ किन छोड्न सकिँदैन जमिनको आघात? भविष्यमा आउन सक्ने कठिनाइको किन बन्न सक्दैन अहिले रेखाचित्र? यी प्रश्न हुनु वर्तमान समयको। यो समय भावविहीन बनेर मान्छे यन्त्रलाई जीवन्त बनाउन खोजेको समय पनि हो। यो समय भावविहीन बनेर मान्छे यन्त्रलाई जीवन्त बनाउन खोजेको समय पनि हो। जस्तो सादा कागजमा सपना लेखेर विदाईको समय अहिले बुझिएको छ भर्चुअल दुनियाँमा। जस्तो देउरालीमा चढाएको दुईटा फुल पहिलिन नपाउँदै पुनः तादिन्छन् रिस्टोर पश्चात। जस्तो जीवनभर आफूलाई सम्हालेको मान्छे प्रत्येक पल्ट चिप्ली राख्छ 10 सेकेन्डको रिलमा। स्थिर तरिकाको बानी खोज्दै गर्दा अनेकन अस्थिर भावनाको छातीमा रोकल लिएर अनुशासनको नोक्सानी भोगिरहेको समय पनि। यो समय प्रजातान्त्रिक दलमा बादसँग जुधिरहँदा त्यसले आफूलाई सर्वोच्च राजा बनाएको समय। त्यो समय सामाजिकताको वर्ग ओढेर नीति नियमको धर्को कर्मीहरूले नैतिकता पखाल्ने बाढीको अग्रपङ्क्तिमा भेट्ने समय। गर्भेरीभित्र स्टेसनमा बाँचेर कलिले उमेरमा एन्जाइटीको शिकार भएको र बाँच्न बाँकी जिन्दगी विस्तारमा रमाइराखेको यो समयलाई हर्ष कुनै एकादशीमा पाएर। यो समयसँग प्रश्न छ, उत्तर पनि छ, समस्या छ, समाधान पनि छ, यात्रा छ, गन्तव्य पनि छ, नभएको फगत जागर। यो समय आँखा उघार्नुको अल्छीले अगाडिको महिमा सुनाउँछ। यो समय आँखा उघार्नुको अल्छीले अगाडिको महिमा सुनाउँछ। साँच्चै आफ्नै वास्तविक प्रतिबिम्ब चिन्न असमर्थ अब जीवाशेष बन्ने समयका प्रेतात्माहरू। आफ्नै वास्तविक प्रतिबिम्ब चिन्न असमर्थ अब जीवाशेष बन्ने समयका प्रेतात्माहरू इतिहासका कुन किंवदन्तीमा भेटिएका? अब जीवाशेष बन्ने समयका प्रेतात्माहरू इतिहासका कुन किंवदन्तीमा भेटेका? धन्यवाद।